के भएको चोटि गेमै एक्सेप्ट गर्दैन त हेलो कहाँदेखि हुनुहुन्छ तनौ के गर्दै हुनुहुन्छ म त बाहिर छु गेम खेल्ने है मान्छे छैन हो मेरो हजुरले जित्नुहुन्छ के हो भएको ए ऊ नै भइरहेको छैन हो ठुल्ठुलो उसँग आइरहेको आउनु माथि माइकमा टु चेक इन यु पावर अप तेरो झरिहाल्यो दिमाग खराब भयो लक्ष्मी दिदीसँग खेल्ने भनेको आउँदैन त आउँदैन हो राहुल के भएको गेममा क्या त्यो ऊ नै आउँदैन भने अलिक ठुलो आइडीसँग खेलौँ भनेको एक्सेप्ट नै गर्दैन मुसी माथिको गोल हान त एउटा अब यत्तिकै अब उ गरेर खेल्नु पर्यो तिर्पलमा हान अनि भिडियो बनाउँछु म ल्याउ त छोरी मोबाइल तिम्रो अर्को मोबाइल छैन तिमी बनाउ ल कुन देशमा हुनुहुन्छ नि आउँछ होला त एकछिन हुनुहुन्छ कस्तो रिस उठ्यो मलाई त भाइले उता गएर गिफ्ट हान्यो भन्दाखेरि मुसियो त्यसलाई म अब त्योसँग बोल्दैन कस्तो रिस उठ्यो एकैचोटि हेर त मेम्बरसिप त 10 मा झरेको राहुलले ढिलो गरेको हो क्या हान्नलाई भ्याउँथ्यो अब के भन्छ नेटले मेरो नि देखाइरहेको थिएन कि नत्र भने अन्धाधुन्दामा हानिदिएको भए पनि भेट्थ्यो त्यस्तो कहाँ हुन्छ अहिले त घुमिरा अहिले उता छैन उतापट्टि मान्छे छैन गोल हान्नै मिलाएन गर्दैौ न त म जानी कहाँ 16 विन हार्छु त अनि भने कस्तो रिस उठ्यो मलाई अब छोड्देऊ केही हुन्न के झारेर त केही हुन्न जाब एउटा मुनि झारेर होइन मुसी लेभल मेम्बरसिप पनि स्वाटै झरेको के हेर न मेम्बरसिप हाल्नु त एउटा शान्ता गइहाल्यो लक्ष्मीजीलाई बोलाउन जानु भनेको उतै हरायो कताबाट हुनुहुन्छ हजुर बालाजुबाट तपाईँ कहाँबाट हुनुहुन्छ म अहिले बाहिर साउदी अरेबियाबाट घर चाहिँ तनौ शान्ता लक्ष्मीहरू पुरा गफमा छ त्यहाँ त खालि गफ त भने कति वारेन्ट आएकै छ भन्दै थियो के अरे तर मैले लाइक खोलेपछि शान्ता जहिले नै आउँछ ट्याक्क लाग्यो म जान के भने राहुल म गएर फेरि आउँछु ल किन के भने राहुल गएर फेरि ब्याक गएर फेरि आउँछु किन मेम्बरसिपै हान्न मिलेन मेरो के भयो मम्मीले छोडिदिउँ मलाई भन्छ लाइभ बस्ने हो र त्यहाँ तिम्रो गिफ्ट यता ल्याउनलाई मात्रै खोजिरहेको दिदीलाई सेयर गरौँ मिल्यो त मुसीले नि अघि मेम्बरसिप हान्न पर्थ्यो नि त्यो हानिसक्दा मुसी अनि म लाइभ बस्न बित्तिकै तिम्रोमा आफै नोटिफिकेसन जान्छ के के भयो के हेर्नु भाउजू सन्चै हुनुहुन्छ कहाँबाट आइपुग्नु भयो भाउजू के छ भाउजू हालखबर लाइभ बस
नानी मास्क लाउनु पर्छ हो ड्युटीमा छ नि त नि मास्क लाउनु पर्छ नि ए ना उतापट्टि त एउटा पनि आएको छैन कोही छैन हो मेरो साथीहरू नआन ट्यापले नै जित्छ ठिकै छु नानी अरे के गर्दै हुनुहुन्छ अब भाउजूलाई भेट्ने लाइफमा मात्रै त हो नि अघि पछि भेटुन्न होइन भाउजू टिकटकमै भेट्ने हो सबै मान्छे नत्र भेटुन्न नेक्स्ट म्याच खेलौँ कि नखेलौँ राहुल नखेल्ने है यो पहिला यो टाइम सिधेपछि त्यो डिस्कनेक्ट गरेर यत्तिकै डिस्कनेक्ट गरेपछि फेरि नमिल्दो रहेछ हो नि रे हो भने आजकल त टिकटकले गरेर सब मान्छे बिर्सिसक्यो भाउजू मेरा आइडीमा हो ट्याप ट्याप गरौँ म फलो ब्याक गर्छु फलो ब्याक दिनु है कसलाई भन्नुभएको हजुरलाई अरू कसलाई भन्ने हो र मेरोमा अनि आउने त सबै साथी नै हुन्छ ए हुन्छ थ्याङ्क यू डिस्कनेक्ट गरेपछि एकजना दाइ थियो कता त्यो दाइले जिताउने हुन्थ्यो कि ओके मैं खलास गर्न खोजेको 2 मिनट बाँकी 2 मिनट डिस्कनेक्ट गर्छु भनेको हेर न नभएको भएन त अघि जस्तै गरी डिस्कनेक्ट फेरि हेलो अङ्कल अङ्कललाई मलाई गिफ्ट कोइन लोड गरिदिनु भनेको फोन गर्नु भएन पक्नु तपाईँलाई कस्तो काट्नै मिलेन नि राहुल फेरि के भएको के कनेक्ट डिस्क्लोजमा जाने हो अब यो पनि जित्दिनु एकचोटि अब यो एक म्याच खेलेर मैले हेर्न खोजेको खाजा खायौ खानुभयो भाउजू अङ्कललाई मैले कोइन लोड गरिदिनु भनेको आज गरिदिन्छु भन्नुभएको थियो अङ्कल हराउनु भयो पक्नु तपाईँलाई मम्मी कता हुनुहुन्छ घरमै हुनुहुन्छ मम्मी घरमै हुनुहुन्छ किन कन्ट्याक्ट छैन आजकल मम्मी यहीँ हुनुहुन्छ नजिकै 2 घर तल कन्ट्याक्ट छैन भाउजू मम्मीसँग सबजना टिकटकमा व्यस्त हुन्छ के कन्ट्याक्ट हुनु है आजकल मम्मी पनि टिकटकमा बसिराख्नुहुन्छ त भाउजू के भनेको राहुल मुसी फेरि के अरे राहुलले हानेको भए जित्यो भनेर भन्छ भने मैले नि होइन नि त्यसले तेरो विन गयो त भने त्यो मैले उता गएर हान्छ भनेर सोचेको अनि मैले गेम खेल्न बोलाएको अनि त्यसले उता नहाने भए जित्दैन थियो नि अब छोड्देऊ गयो त गयो अब फेरि तेरो अब फेरि विन बनाएर राख्छु नि विन त तर झर्छ नि एकचोटि त झरिहाल्छ नि जति नै पुग्यो भने झर्छ नि झर्न त भयो नि त्यसले नै झारिदिन्छु भनेर गयो नि कस्तो रिस उठ्ने अनि रिस उठ्दैन त होइन मुसी त्यो त मेरो ठ्याक्कै मिल्दैन नि मुसी त्यही भएर मलाई मन मेम्बरसिप गयो होला है मैले अघि नै फालेँ आयो ठ्याक्कै मिल्दैन मेरो त त्यसमा कस्तो डेप्रो अहिले यहाँ बोलेको सुन्यो भने यहीँ बात नआउँछ त्यो
खै तपाईँकोमा त डबल ट्याप गर्ने नि भाग्यो त शान्ताको छोडिदियो अब उतै गएर गफ गरेर होला म डबल ट्याप गर्ने मान्छे चाहिएर आएको होइन एकजनै भए पुगिहाल्छ नि त्यत्रो पोइन्ट भएपछि होइन मुसी आएन उता कस्तो भन त फेरि कहाँबाट डिस्कनेक्ट गर्ने रे भएन के सानोमा चाहिँ हान्दिनु ल कहाँबाट डिस्कनेक्ट गर्ने रे अब यो जितिहाल्छ किन डिस्कनेक्ट गर्नु सकिनु दिनु न यो गेम होइन कहाँबाट गर्ने भनेर हेर्न खोजेको भइरहेको छैन क्या मेरो यहाँबाट त्यहाँ गेस्टमा थियो कि अन्त त्यहाँ डिस्कनेक्ट भन्ने मल्टी गेस्ट छ त्यहाँ मल्टी गेस्टमा गेस्टमा थिएन त्यहाँ माथिबाट डिस्कनेक्ट भन्ने देखाउँथ्यो देखाएन के यसमा पहिला त्यस्तो देखाउँथ्यो अनि अहिले देखाइरहेको छैन के नेट स्लो होला क्या मेरो त अघि एकछिन त चल्दैन चलेर कस्तो रिस उठिरहेको छोडिदेऊ न अब के यहाँ त गो लाइफ विथ गेस्ट मात्रै हो तपाईँ अरू मान्छेसँग खेल्नु न है तपाईँ डिस्कनेक्ट हुनु न मलाई यहाँबाट डिस्कनेक्ट नै भएन ए ए हुन्छ थ्याङ्क यू मैले फलो गरेर चाहिँ फलो ब्याक गर्नु है ए हस् हुन्छ ल म गएको है अब एकछिन किन भयो उतैबाट गएपछि हाम्रो विन झर्दैन आऊ माथि तिमी आयो भने तिम्रो मान्छे आउँछ माथि हेलो हेलो कहाँबाट हो बालाजु हजुर आऊ न माथि ए ए के गर्दै हुनुहुन्छ नि ड्युटीमा छु कस्तो मजा नि ड्युटीमै गेम खेलिदिनु के अरे आइदिनु भएको म्याच एक्सेप्ट गर्नु है छैन नेटले धोका दियो कि मान्छेले धोका दियो हिजो त कस्तो मजाले खेलिरहेको थियो होइन मुसी आज के भएको हेर न मेरोमा त कोही छैन र पनि गेम खेलिदिएको यहाँ पनि कोही नि छैन दुईजना छ नि एकजना त यहाँ त कोही छैन दुईजना मात्रै छन् कोही छैन यति बेला त हुँदैन के अलि बिहानतिर खेल्नुपर्छ अनि हुन्छ अहिले त विदेशतिर सबै सुत्ने टाइम हुँदो रहेछ शान्ता खोइ त अनि आएको नखेल्ने रे शेयर गर्छु आयो भने आयो आएन भने आएन होइन शान्ता त यहीँ हो आउनु भयो हौ गेम नखेल्ने रे लक्ष्मी दिदी अनि खाजा खानु भयो खाजा मेरोमा त अनि किन देखाउँदैन त कोही पनि मुसी मात्र देखाइरहेछ खाजा खाइसक्यो तपाईँले खानुभयो के गर्दै हुनुहुन्छ नि झापामा म त दुबईमा छु कि घर चाहिँ झापा हो ए ए ए खोइ आज गेम खेल भने जस्तो लागेन एकैचोटि हानिदियो पुरै गिफ्ट अब राहुल हजुर एकैचोटि गिफ्ट हान्नु पर्ला जस्तो अब नखेल्ने रे नखेल्नुहोस् त अन्त ममता डबल ट्याप विन पनि खत्तै झरिहाल्यो 13-14 विन बनाएर राखेको थियो हिजो शान्ता सबै झरिहाल्यो फेरि 2 विन भयो बल्ल 16 विन थियो नि 16 हो होइन मैले हिजो चाहिँ 12-13 विन बनाएर राखेको थियो अनि अरू आज नि जितेको थियो नि त मुसी 2 विन कि 3 त 16 पुगेको थिएन नि राहुल किनभने हिजोको 13 थियो 14 15 16 3 म्याच खेल्यो होला तर 14 चाहिँ होला 12 चाहिँ होइन 13 त हिजोकै थियो हिजोकै 13 म्याच जितेर अनि राखेर अनि बसेको थियो के नखेल्नुहोस् शान्ता छोडिदिनु
पुरा दिइरहेछ त मोबाइल फुट्ने गरी डबल ट्याप दिइरहेछ कसले हजुरकोतिर होइन होला हो मुसी डबल ट्याप नहानोस् लाइभ बस्ने होइन यतिकै गेम मात्रै खेल्ने हो के को मोबाइल फुट्ने गरी एकदम दिइरहेछ। जिग्री हो नि त मेरो मैले बुझिनँ त मोबाइल फुट्ने गरेर हानिरहेको तिमीले भनेको के उताको भाइले मोबाइल फुट्ने गरेर हानिरहेछ भन्नुहुन्छ अनि फुट्दैन अरे आइफोन होला नि मोबाइल फुट्दैन ट्याप ट्याप गर्दा क्या के गर्दै हुनुहुन्छ नि दुबईमा थ्याङ्क यू फर मेम्बरसिप मलाई भोक लाग्यो म गएको बोलाएर बस है एकछिन अब त्यो गिफ्ट नसकाएसम्म अलि ठुलो आयो भने त के गर्दै हुनुहुन्छ नि भाइ दुबईमा म काम मैले ड्युटीमा छु म अब नहान उताबाट कोही आउँदैन जस्तो छ त्यो ट्याप ट्याप मात्रै होला उता छैन यता कोही छैन म कहिलेकाहीँ मात्र ल्याइ पाउँछु कि गेम खेल्दैन म पनि त्यस्तै हो गेम खेल्ने मात्रै हो एकछिन आएर लाइफ कि आउन झ्याउ लाग्छ मुसीलाई भोक लागेर एउटा दुनोट मुसीलाई दुनट हो मुसी मुसीले धान खान्छ होला नि त धानहरू मकैहरू मुसीले धान खान्छ नाम मुसी होइन नि हामीले यतिकै मुसी भनेको मायाले राखेको नाम हो त्यही नाम हाम्रो यता तराईतिर त मुसी मतलब हाम्रो भाषामा मुसी भनेको आन्टीलाई भन्छ कि ए त्यो त मसी हो नि मसी मसी पनि भन्छ मुसी पनि भन्छ मुसी भन्दाखेरि मसी चाहिँ हो सानो मम्मीलाई हजुरलाई पनि आउँछ र हजुर हजुरलाई पनि थाहा छ त अनि थाहा भइहाल्छ नि अनि नेपाली भएपछि नेपाली भाषा थाहा हुन्न त अलिअलि थाहा हुन्छ नि कुन थरी हो र हजुर नेवार एक म्याच मात्रै खेल्छु ल डिस्कनेक्ट गर्नु न उतैबाट थ्याङ्क यू म फलो गर्छु फलो ब्याक दिनु होला सेक्युरिटी एक म्याच मात्रै खेल्ने राउ मेरो भर्खर त 10 लेभल भयो पहिला त कस्तो ठुल्ठुलो गेम त्यो कस्तो ठुल्ठुलो आइडीहरू गिफ्ट हान्ने आउँथ्यो अस्ति न आजकल आउँदै आउँदैन के भएको डिस्कनेक्ट गर्नु न भाइ प्लिज एकछिन यहाँ भइरहेको छैन धन्यवाद हजुरलाई हजुरले गर्नु त खोइ भइरहेछ मिलेन के मैले यहाँबाट मैले नजाने हो कि यहाँ पनि मेरो पनि भइरहेछ यहाँबाट त यो यहाँबाट त साथीहरू झन् डिस्कनेक्ट मात्रै हुन्छ मुसी ठुलो जय श्री राम कहाँदेखि हुनुहुन्छ वीरगञ्ज अनि हजुर बालाजु थाहा छ सायद काठमाडौँ नजिक छ होला काठमाडौँमै हो गाई भाइ सोरेको हजुरलाई भोजपुरी आउँछ निशान ट्याप ट्याप गर्छ आऊ माथि झ्याउला सकाळे दुगो लगाएर माग्यो छोड्नुस् नि
म्युट गरिदिनु उताको हो भने कस्तो छाडा मान्छे रहेछ झ्याउ लाग्यो मलाई नि धेरै साँच्चै डिस्कनेक्ट गर्न जाने छैन मैले के भएको भएन के कहाँबाट भन त हाँ? के भनेको खै गेम नखेल भने जस्तो छ आज मलाई च्याउ लाग्यो अब मेरोमा भ्युज नभएर होला सानो सानो भ्युज मात्रै आइरहेको छ कि आज आऊ माथि गेसमा 7 बजेतिर अरे के हो 7 बजेतिर के 7 बजेतिर यता भ्युज नभएर होला सानो सानो भ्युज मात्रै आइरहेको छ राहुल के भएको गेम एक्सेप्ट भएन बोल न यार अल्छी लाग्यो मलाई त चार्ज पनि सकियो म्याच पनि एक्सेप्ट झन् जित्छ नि झन् जित्छ नि झन् अब दिनभरि बाहिर गएर आएको मोबाइल चार्ज नभएर मेरोमा गेम खेल्नै मिल्दैन किन हो खै थाहा नै भएन तपाईँको मोबाइलको के हो गेम खेल्नै मिल्दैन मेरोमा डिस्कनेक्ट गर्नु न त अनि फेरि लाइभ बस्नु डिस्कनेक्ट गर्नु त उताबाट देखाउँदैन के भएको आज हिजो त यस्तो भएको थिएन राहुल के भएको डिस्कनेक्ट यहाँबाट डिस्कनेक्ट देखाइरहेको छ फेरि अर्को हजुरहरु कता लाइटै काट्दिने अहिलेको जस्तै काट्दैन पुरै यही डिस्कनेक्ट भनेर देखाउँथ्यो अस्ति नै अहिले चाहिँ कस्तो नदेखाइरहेको यही डिस्कनेक्ट भनेर देखाउँदै आज देखाइरहेको छैन भने आए जस्तो लाग्यो अब हेलो हेलो नमस्ते हजुर नमस्ते कहाँदेखि हुनुहुन्छ इंडिया से हूँ हजुर इंडिया से ए मलाई त आज खेल्नै झ्याउ लाग्यो राहुल के भएको कमला साँझतिर राति क्या 7 बजीतिर खेल्नु न अनि त्यस्तो त्यति बेला मिल्दैन नि त अनि मेरो घरमा अनि कहाँ मिल्छ त अहिले म दिउँसो मात्रै फ्री हो नि तिमीलाई थाहा छैन तिम्रो कलै उठाउँदिन बेलुका के छ कमला हालखबर भर्खर स्कुलबाट आइसक्यो यो मेरो बच्चादेखिको साथी हो नि कमला भन्ने मुस्की स्कुलको 1 क्लासदेखिको साथी तर मेरो सबै बच्चैदेखिको साथी छ नि त्यो यो पनि आउँदैन उतापट्टि गिफ्ट राहुल झ्याउ लाग्यो अब कहिले सिद्धिने कति 100 कोइन पनि सके छैन होला होइन राहुल खाजा खाइस् कमला
झ्याउ लाग्यो राहुल मलाई चाहिँ पोपोलाई सकाइस् त म त आज बसेको छैन हिजो बेलुका नि बसेन नि म त्यसले गेम खेल्न लाग्यो आइज भन्दै थियो मेसेज गरेर निदाइछ भने माथि गोल हान न राहुल एउटा गोल आयो त्यो विन झरे भएर होला डबल तिर्पल आएकै छैन होइन के हो म त यसलाई नि डिस्कनेक्ट गरेर झ्याउ लाग्यो मलाई यहाँबाट डिस्कनेक्ट गऱ्यो भने तिमीहरू मात्रै डिस्कनेक्ट हुन्छ क्या के भएको मोबाइल चलाउन नै नजानेको मे सेटिङमा डिस्कनेक्ट भनेर आउँथ्यो मल्टिडेस्क आउँदैन हेर न डिस्कनेक्ट नै देखाइरहेको छैन आज लाइक गिफ्ट देखाउँछ सेटिङ मल्टिप्लेयर माइक्रोफोन माइक्रो भिडियो डिस्कनेक्ट नै देखाउँदैन के भएको के डिस्कनेक्ट नै देखाउँदैन राहुल यसमा आज के भएको हेलो अङ्कल हिजोको त म्याच विन त सबै झारिदिइहाल्यो नि आज अङ्कल झ्याउ लाग्यो भने राहुल बोल न उताको माइक उता नि बोल्दैन हेलो सुने छैनौ कस्तै झ्याउ लाग्यो मलाई त आइज नि छोरी अब यसमै यसको भिडियो बनाउनु अनि भयो त्यो त्यति थोरै छ अनि त्यति थोरैमै खै मेरो त नेट त के हो तिर्पल आउँछ कि नेक्स्टमा अनि ल हुन्छ अर्को राउन्डमा ल 15 विन रहेछ त ए उता त 15 विन रहेछ नि त कति धेरै विन पो रहेछ त उता त ओहो 15 विन रहेछ उता त हान्यो उता हान्यो हान छिटो फेरि भ्याउँदैन छिटो खोइ हानेको ल यो विन पनि झार्दियो अब म मार्छु राहुललाई अब के गरेको तिमीले झर्यो नि अब विन किन नहानेको गिफ्ट राहुल मुसी बार्ने भयो अब किन नहालेको के सुने छैन हो नेटै चलेको छैन उता विन जितिहाल्यो नि हान अब फेरि हजुर हान न उताबाट के अरे विन उता लगिसक्यो अब आज तिम्रो मेरो सबै गिफ्ट हान न गिफ्ट यहाँनिर तपाईँलाई म स्क्रिनसटै गरेर पठाइदिन्छु भइरहेको छैन छिटो
मुसी बर्बाद गर्यो राहुलले। भएन मेरो विन सबै झारिदियो हेर्नु छोरी 13 विन के अरे 17 विन अघि झारिदियो फेरि झरेर आउँदा एकचोटि मेरो विन सबै झारिदियो राहुललाई बोज्छु आऊ अब एकचोटि माथि फेरि अनि हुन्छ कि अझै हान माइकमा आऊ त खोइ गिफ्ट हानेको के भयो के तिमीले डुबायो आज मलाई देखेको छैनौ तिमीले राहुल के भयो के विन सट्टै झारिदिइहाल्यो नि मेरो नेट गयो कि ए झारिदियो नि मेरो विन अहिले पनि अघि भाइले अनि छैन छिटो कसले अरे यहाँ हेर्न म्याच खेलिरहेको मेरो यत्रो विन उताको मान्छेले झारिदियो नि अघि झन् कत्रो ठुलो विन भाइले उता गएर गिफ्ट हानेर झारिदियो अब यो विन झरेपछि अनि अर्को एक म्याच खेल्नु पर्यो अनि नखेल्ने च्याउला मलाई नेटले साथ दिइरहेछ नि सुनिरहेछौ तिमीले सुनिरहेको छु नि अघि यो फ्याल्न लागेको नेटै गयो अनि त्यही त हो नि आज त डिस्कनेक्ट पनि गर्न मिलिरहेको छैन क्या यहाँबाट उता पनि लास्टमा हान्छ होला हेर है उता अब त्यहाँनिर भएको सबैको एउटा अलि ठुलो गिफ्ट हान त म रेकर्ड गर्छु अनि छोडिदिन्छु हुन्छ सुन्यौ के भएको नेट हेर कमला सबै विन झारिदियो मेरो तँलाई हान भन्नु भने कोही छैन होला तेरो के भन् अब यो विन पनि उतैबाट खाइदिने हो राहुलको नेट चलेन जस्तो छ मुसी पनि भाग्यो चले छैन नेट राहुल छिटो ल थ्याङ्क यू खाइदियो अब उताको विन ल खाइदियो उताको विन खाइदियो विन खाइदियो राहुल फेरि एक म्याच एक्सेप्ट गरे फेरि तिरपालमा हान है अब तिरपाल आउँछ जितेपछि
सबजना भागे यार मुसीधरी भाग्यो कस्तो रिस उठ्ने खाजा खायो कमला ट्याप ट्याप हान्न है त्यहाँ बसेर कोही छैन नि राहुल तिमीले सुनेछ मैले बोलेको सुनिरहेछ मेरो त्यो अगाडि फ्यालेको पछि जान्छ ए उता पनि गिफ्टर रहेछ के लास्टमा हान्ने तर म रहेछ के रेडीमा थिएँ नि थिइन त देखेछौ तिमीले उता गिफ्ट आएको 500 पुग्न लागिसक्यो अब त मसँग त छैन 500 छैन यहाँनिर ट्याप ट्याप गर्ने पनि कोही नि छैन के बिहान मात्रै आउँछ के यति बेला आउँदैन नि त अब यो हुन्छ अब झर्दैन विन आउँछ कि उताबाट उता पनि गिफ्टर रहेछ क्या जम्मा 3 जना छ यता त अनि शमशेर भुजेलजी आउनु भयो ट्याप ट्याप गरिदिनु होला शमशेरजी शान्ता भागिहाल्यो शान्ता बोलाउनु जान्छ भनेर लक्ष्मी बोलाउँछ भने भागेर थ्याङ्क यू हिजो पनि हान्नु भएको थियो आज पनि हान्नु भएको थियो तपाईँलाई कहिले हान्दिने हो मैले अब लास्टमा मात्रै पख उताको विन झारिहाल्यो 16 विन भइहाल्यो अब हाम्रो नि अघि झारेको थियो एउटाले मैं नूडल्स यही खाऊंगा ठीक है अच्छा है नूडल्स खराब नहीं हुए बोल न खाजा खायो ये रहे नूडल्स कहिलेबाट छुट्टी हो कमलाको आज त तिम्रो मान्छे पनि कोही नआएको हेर न कस्तो रिस उठ्यो ट्याप ट्याप गर्नु म बोलेको सुनेछ तिमीले थ्याङ्क यू सबिन भुजेलजी थ्याङ्क यू नेट मेरो लास्टै स्लो छ है मेम्बरसिप पनि हानिदिनु न सबिन भुजेलजी छ भने कति लेभल पुग्यो राहुल मेम्बरसिप हानिदिनु न छ भने हजुरसँग सबिन भुजेलजी गोल हानिदिनु भयो मेम्बरसिप चाहिँ हानिदिनु भएको हुन्थ्यो एउटा अब लास्टमा हान्छ कि नत्र भने त विन झारिहाल्यो अब भइहाल्यो विन झार्नु मात्रै हो कि मेरो नि त्यत्रो विन झऱ्यो नि अब 2 विन हुन्छ नखेलौँ है अब यो लास्ट है बुस्टिङ लगायो त राहुल बुस्टिङ लगायो उता त घबराओ मत कस्टमर जरूर आएंगे पहले कस्टमर को फ्री खाना मिलने वाला है बुस्टिङ लगायो राहुल बुस्टिङ लगायो नि तिम्रो नेटले काम गरेन अब ल गयो झार्दियो तेरो लेभल बुस्टिङ लगाएर झार्दिहाल्यो नि
माफ कर दो हे पूर्वजों। जातियो जातियो अब नखेलौँ है के गरौँ भन त नखेलौँ हँ अब काट्दिन बुस्टिङ यो गेम सकोस् अनि बुस्टिङ लगाएर झारिदियो बात तो सही है, हमसे गलती नहीं है। वो यहाँ गेस्ट बनकर आया है तो उसे खाना खिलाना धन्यवाद तपाईँले जित्नु भयो ओके थ्याङ्क यू सो मच जित्नु भयो बुस्टिङ लगाएर क्या मेरे नूडल्स तैयार हैं? थोड़ी देर रुको। मैले फलो गरेर चाहिँ फलो ब्याक गर्नु है बाहर बोर्ड लगा है, आओ हमें सुपर श्यामजी जी हम तो फॉलो में हैं आप ऑलरेडी हैं हो यहाँबाट त देखाइरहेको थिएन त मेरो नेट स्लो छ जस्तो छ के राहुल त्यही भएर नदेखाएको होला बाई यति मात्रै खेल्ने अब नखेल्ने ओके बाय बाय थ्याङ्क यू सो मच मैले अङ्कललाई हिजो कोइन लोड गरिदिनु न भनेको हस् भन्नुभयो अरे अङ्कल त आज भाग्यो हेर न सुने छैनौ तिमीले म बोलेको तुम्हारे मास्टर चाहते थे सुनिरहेको छु अनि किन नबोले त क्या तुम मुझसे फीडबैक लेने के लिए एक्साइटेड नहीं हो? मलाई उता त्यहाँ मा- कुनै त्यो खोजी राति भेट्दै नभेटेर बुस्टिङ क्या कहाँबाट हान्ने भनेर छोडिदेऊ अब बिहान खेल्न ठ्याक्कै 10-11 बजीतिर खेल्नुपर्छ अनि बल्ल मान्छेहरू आउँछ के यति बेला त अब सबै सुतिरहेको हुँदो रहेछ विदेशतिर भएको मान्छेहरू छोडिदेऊ अब नखेलौँ है नखेलौँ है अब काट्दिन ये सच है यो कि म्याच क्या सकोस् अनि पर नूडल्स अच्छे खाजा खायौ हुन्छ हमारा ये बिजनेस फ्लॉप खाजा खायौ फ्लॉप हो या सुपर हिट तुमने उससे क्या, तुम हाथ धोकर मेरे पीछे खाजा खायौ भने कोई काम नहीं है। छैन खाएको किन नखा त पर बिजनेस को चलाने के लिए बिजनेस स्किल्स छैन जिनकी मान्छे आउँदैन के यति बेला तिम्रो लाइफमा जसरी मान्छे आउँछ म तिमी माथि आएपछि तिम्रो मान्छे मेरो आउँछ त्यो होला नै भने इच्छा त्यो उ गर्ने बिर्सेछ नि मैले के मैं अपना ख्याल खुद रख सकती हूँ। तुम्हें बेवजह ही मेरा गार्डियन एंजल क्या करना बनने की बिर्स्यो? जरूरत नहीं है। मुझे यकीन है कि एक दिन मैं जरूर कामयाब मैले त भिडियो बनाउनै बिर्सेछ नि टैलेंट का मैले बनाएको छु अघि बनाउन आएको तर थियो चाट सिद्धिएर म उयो तल हालेको झरेको वाला। हेर न हँ भिडियो बनाउनै बिर्सेछ क्या मेरोमा त्यही पनि अलरेडी सेभ भएर बस्छ रेस्टोरेंट चलाना बच्चों का काम नहीं है। अगर लोडिङ पनि भइसक्यो होला सायद त्यहाँनिर हेर त त्यो अघिको क्या विन झारेको वाला भिडियो त नि त्यो अनि मेरोमा लोडिङ चाहिँ भिडियो बनाउनु बिर्स्यो भनेर उसमा आइसक्यो होला के यसमै सेभ भएर नि बस्छ ठीक है देख लेंगे मलाई पठाइदिनु ल म पनि हाल्छु ल वाट्सएपमा ल तर यो अर्को मोबाइलबाट खिचेको यसमा जस्तो राम्रै आउँदैन के पुरानो मोबाइलमा यो मैले चलाइरहेको जस्तो राम्रै आउँदैन यसमा एडिट गर्नुपर्छ पठाइदिन्छु अनि एडिट गरेर अनि म उ गर ल राख्छु जानी ल बाई कमला बाई तुम यहाँ क्या कर रहे हो? बाई अब मेरा